गराउनु भयो अनि धेरै लामो समयपछि फेरि पनि प्रभु इन्सान नेपाल यसरी मण्डलीमा आएर प्रभु यसरी नेपाली दाजुभाइ अनि कोरियन दाजुभाइसँग यसरी सेवा सम्मति गर्ने मौका अवसर दिनुभएको लागि विशेष प्रार्थना गर्छु। अनि साँच्चीकै प्रभु तपाईँले हामीलाई हप्ताभरि हाम्रो काम परिश्रमहरूमा सहायता गर्नुभएको लागि अनि साँच्चीकै तपाईँ महान अनि जीवित दयालु परमेश्वरलाई अनि धन्यवादको भेटी टक्राउँदै अनि प्रभु साँच्चीकै विशेष गरी अनि हाम्रा परिवारहरूलाई हाम्रो नेपालमा भएका आफन्तहरूलाई तपाईँ परमेश्वरले यी दिनहरूसम्म सुरक्षामा राख्नुभएको लागि धन्यवाद छ प्रभुजी, धन्यवाद। अनि यसै गरी यहाँ जो जति उपस्थित हुनुभएको छ प्रभु तपाईँले सबैको जीवनमा प्रभु तपाईँ परमेश्वरले आशिष दिनुभएको लागि धन्यवाद छ। अनि परमेश्वर पिता आज बोलिने वचनहरूको तपाईँको हातमा राख्दछु प्रभु। हाम्रो आत्मा साँच्चीकै प्रभु तपाईँको वचनको खाँचो छ। तपाईँको वचन बिना हाम्रो आत्मा चाहिँ अस्वस्थ हुन्छ अनि तपाईँको वचनले हाम्रो आत्मालाई चाहिँ स्वस्थ बनाउँदछ प्रभुजी। हामी त्यो विश्वास गर्छौँ र हामी साँच्चीकै प्रभु तपाईँको वचन सुन्नलाई हामी आतुर छौँ प्रभु। हामीले एउटा जसरी साँच्चीकै मरुभूमिमा एउटा मृगले जसरी पानीको तृष्णा गर्छ, हे प्रभु हाम्रो आत्माले पनि त्यसरी नै तृष्णा गर्ने एउटा तृषित तपाईँको वचनप्रति तृषित मानिस बनाउनुहोस् भन्ने प्रार्थना छ प्रभुजी। धन्यवाद छ प्रभु। आजको वचन बुझ्न सक्ने हाम्रो हृदयको कानहरू, हाम्रो हृदयका ती पार्टीहरू खोलिकन तपाईँको वचनहरूलाई हाम्रो हृदयको पार्टीसम्म लेख्नको लागि प्रभु तपाईँले हामीलाई सहायता गर्नुहोस्। धन्यवाद छ। यसै गरी इन्सान नेपाल चर्च तपाईँको हातमा राख्छु। एउटा सानो एउटा झुन्ड यसरी उत्पत्ति हुँदैछ प्रभुजी। तपाईँ परमेश्वरले यो चर्चलाई प्रशस्तै आशिष दिनुहोस्। यो मण्डलीमा जो जति दाजुभाइहरू आउँछन् ती दाजुभाइहरूलाई पनि यो ठाउँ चाहिँ एउटा सुसमाचार सुनेर जाने र आत्मिक जीवनमा अगाडि बढ्ने एउटा ठाउँ बनेको होस् प्रभु। जो आज साँच्चीकै परिवारविहीन छन्, घरविहीन छन्, आज साँच्चीकै जो काम छोडेर बसेका छन् ती मानिसहरूलाई यो इन्सान नेपाल चर्च एउटा सहयोगी चर्च हुन सकेको छ भन्ने प्रार्थना छ प्रभुजी। अनि साँच्चीकै जति पनि यो इन्सान नेपाल चर्चमा तपाईँको परिवारहरू हुनुहुन्छ प्रतिको जीवनमा साँच्चीकै आत्मिक जागरण साथसाथै परमेश्वर मेलमिलाप एकताको भावनाहरू तपाईँले दिनुहोस् भन्ने प्रार्थना छ। धन्यवाद छ सबै कुराको लागि। आजको यो समय अनि यो अवसरको लागि प्रभु हजुरलाई म धेरै धन्यवाद दिन्छौँ। कारण संसारमा आज कति मानिसहरूले बिहानी नै यो दिन देख्न पाएन, तर हामीलाई तपाईँ परमेश्वरले बिहानी हेर्ने मौका अनि अवसर दिनुभएको लागि धन्यवाद छ। सबै कुराको लागि प्रार्थनामा आशीर्वाद माग्छु येशूको नाममा, आमेन।